वेलकम माई मिनी ब्लग सबैजनालाई। आज चाहिँ हामी शनिबारको स्याटरडेको दिन चाहिँ यसो बाहिर जान लागेको थियो नि त। त्यही भएर हामी दुईजना साथी र म मिलेर चाहिँ मेकअप सेकअप गरेर चाहिँ बाहिर निस्किन लागेको थियौँ हामी दुईजना चाहिँ। अनि साथीले चाहिँ म आज मेकअपहरू सबै भिडियोहरू गर्नुपर्छ है साथी, अनि हामी टिकटकमा हाल्नुपर्छ है भनेर भनिरहेको थियो। अनि हामी चाहिँ मेकअप सेकअप गर्दै बसिरहेको थियो दुईजना चाहिँ। यसो मेकअप अब राम्रो हुनुलाई त अलिअलि राम्रो हुनु त परिहाल्यो नि, त्यही भएर मेकअप सेकअप त गर्नै पऱ्यो अलिअलि भए पनि। यस्तो सनस्क्रिमहरू लगाएँ हो, फाउन्डेसन त लाउँदिनँ, सनस्क्रिम मोइस्चराइजर चाहिँ लाउँछु। अनि हामी चाहिँ यसो मेकअप गर्दै बसिरहेँ। अनि आज स्याटरडेको दिन चाहिँ हामी बाहिर निस्किनु पर्ने थियो, त्यही भएर चाहिँ हामी बाहिर निस्किनुको लागि चाहिँ यसो सनस्क्रिमहरू लगाएर रेडी भएँ। त्यसपछि हामी रेडी भइसक्यो, रेडी भइसकेर चाहिँ अब छिटो छिटो पानी पर्न लाग्यो नि त। साथीले छिटो छिटो गरौँ भनेर चाहिँ हामी फास्ट गरिरहेको थियो कि। अनि एकछिन साथीले टिकटक पनि बनाऊँ है हामी एक एकवटा भन्दै कि, अनि टिकटक पनि बनाएँ हामी चाहिँ त्यति बेला नै। बाहिर निस्किने बेला चाहिँ यसो टिकटकहरू पनि बनाएँ हो। एकछिन टिकटक त बनाउनै परिहाल्यो नि बाहिर निस्किनेखेर एउटा त होइन। त्यही भएर टिकटकहरू बनाएर हामी चाहिँ बाहिर निस्क्यौँ। अनि साथीले चाहिँ ढोकामा चाबी लगाएर जानुपर्छ है भनेर भनिरहेको थियो। अनि लगाऊँ न त भनेर ढोकामा चाबीहरू लगाएर चाहिँ हामी बाहिर निस्किन लागेको थियौँ। त्यही भएर चाबी लगाएर चाहिँ हामी बाहिर निस्क्यौँ। अनि यसो साथीले चाहिँ आज हाम्रो सबै भिडियो गर्नुपर्छ है हिँडेको पनि भन्दै थियो नि त। त्यही भएर मैले चाहिँ हिँडेको भिडियोहरू सबै गरेँ कि, थोरै भए पनि सबै उयो गरेँ कि, थोरै सबैको अलिअलि लिएँ कि भिडियो चाहिँ। अनि त्यही भएर हामी चाहिँ अब गाडी चढेर जानुपर्ने हो नि त। अनि गाडीमा पनि चढ्यो हो, अन्त यता हजुरआमा भएको ठाउँमा पुग्यो कि हामी चाहिँ यस्तो माथि जान लागेको थियो नि त अङ्कलहरूको घर हेर्नलाई। त्यही भएर चाहिँ हामी हजुरआमालाई पनि लगेर जानुपर्ने थियो। अनि हामी चाहिँ यस्तो मिठो हजुरआमासँग धेरै पछि भेट भएको नि त। अनि मिठो गफ गर्दै गइरहेको थियो कि साथी म चाहिँ हजुरआमा। अनि मिठो गफ चल्दै यस्तो उस्तो भन्दै अब धेरै पछि भेटेपछि त मिठो गफ चल्छ नि त। अनि त्यही भएर चाहिँ मिठो गफ चल्दै हामी चाहिँ गइरहेको थियो तिनजना चाहिँ हिँड्दै गफ हान्दै हिँड्दै गइरहेको थियो कि हामी चाहिँ। अनि धेरै टाढो जानुपर्छ नि त। अनि त्यही भएर चाहिँ पहिला एकछिन हिँडौँ अनि मात्रै गाडीमा जाउँ है भनेर भनेको थियो। अनि हामी चाहिँ यसो गफसफ हान्दै हिँडिरहेको थियो कि मिठो गफ चलिरहेको थियो नि त। अनि त्यही भएर चाहिँ हामी माथि अङ्कलको घरमा पुगिसक्यौँ, नयाँ घरमा। अनि अङ्कलको घरमा चाहिँ हामी साथीले चाहिँ म अङ्कलको घर देखाउँछु है भनेर भनेको थियो नि त। ल देखाउँ न त भनेर चाहिँ त्यहाँनिर उसले चाहिँ देखाइरहेको थियो कि सबै घरहरू उयोहरू। तर फिनिस त भइसक्यो, तर रुमहरू सफा गरेको छैन कि। त्यही भएर अनि त्यहाँनिर अङ्कलको रुम सर्नको लागि चाहिँ अब लुगाहरू यताउता सार्नुपर्ने थियो नि त। अनि हामीले चाहिँ सार्यौँ कि यता र उता बोकेर सार्यौँ कि। अनि एकछिन लुगाहरू सारिसकेर चाहिँ भिडियो बनाउने रे यसो भिडियोहरू बनायौँ हामी चाहिँ यताउता भिडियो सिडियो टिकटक सबै बनायो कि। त्यहाँनिर पुगेर चाहिँ सरसफाइ गरेर चाहिँ अनि त्यहाँनिर चाहिँ यताउता सबैजना आउनुभएको थियो नि त। सबैजना मिलेर चाहिँ हामी त्यहाँनिर सफा गरेर चाहिँ हामी भिडियोहरू बनायौँ। त्यहाँनिर चाहिँ सबैजना त्यहाँनिर साथीले चाहिँ मेरो पनि भिडियो खिच्दै है भनेर साथीको पनि भिडियो खिच्थेँ मैले चाहिँ। अनि सबैजना उनीहरूको फ्यामिली चाहिँ थियो नि त। अनि फ्यामिली चाहिँ सबैजना त्यहाँ बसिरहनु भएको थियो कि। अनि सबैको भिडियो लिएको थियौँ हामीले चाहिँ। अनि त्यहाँनिर अङ्कलहरूको नयाँ घर बनाउनु भएको नि त यो। अनि त्यही भएर चाहिँ सबैको भिडियो ल्याइदियौँ कि हामीले चाहिँ। अनि त्यही भएर रुमहरू पनि देखाइरहेको थियो कि सबै यताउतानिर कता छ के छ सबैनिर देखाइरहेको थियो कि हामीले चाहिँ। अनि लास्टमा चाहिँ हामीले फोटोसुट गर्ने भन्यो। अनि त्यहाँदेखि चाहिँ हामी फोटोसुटमा लाग्यौँ एकछिन सबैजना। अनि हामी चाहिँ फोटोसुटमा लागिसकेपछि मेरो भिडियो मन पर्नेले सबैले लाइक कमेन्ट सेयर गरिदिनु।